रसुवामा बाढी आएको 1 घण्टा नबित्दै सरकारले आफ्नो काम सुरु गरिसकेको छ। नेपाल सरकारले उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाली प्रहरी परिचालन गरेको छ। विपद व्यवस्थापनका लागि मेडिकल टिम, स्काउट, रेड क्रससँग समन्वय कदम चाल्न सुरु भएको छ। एम्बुलेन्स र मेडिकल जनशक्ति सम्बन्धित ठाउँमा पठाउने प्रक्रिया अघि बढेको छ। बासिन्दाहरूलाई सुरक्षित गर्नका लागि सिडिओलाई निर्देशन दिएको छ। कल र एसएमएस मार्फत सुरक्षित स्थानमा जान एलर्ट जारी गरिएको छ। नागरिकले उद्धार गर्नको लागि हेलिकप्टर स्ट्यान्ड बाई राखिएको छ। 1234 100 र 1111 नम्बरमा सम्पर्क गरी अन्य जानकारी र राहतबारे बुझ्न सकिनेछ। यदि सरकारले चाह्यो भने कति छिटो काम गर्न सक्छ भन्ने यो एउटा उदाहरण हो। भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्र मुगलिनसम्म उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोर्खा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा रहन अनुरोध गरिन्छ। अहिले यो घटनालाई लिएर बाइडेन सरकारको मिटिङ पनि बस्दैछ। यो जानकारी प्रधानमन्त्री आफैले दिएका छन्।